नमस्ते। आज चाहिँ म तपाईहरुलाई एउटा मुख्य कुरा के भन्न गइरहेको छु भने नि सबैजना बिसादी नखाने बिख नखाने अर्ग्यानिक खाने भन्छन् हैन, तर खाने मान्छे यस्तो छन् कि बिख हाल 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 भन्छन् है किसानलाई। किन भन्नुहुन्छ भने हेर्नु यहाँ अर्ग्यानिक गर्यो भने यसो काङराङ पुग्नु हुन्छ। अनि के भन्छन् व्यापारीले, दिदी यो त भएन है, अरूको आयो भने सर्लक्क पर्या कस्तो राम्रो हेर्दै राम्रो राम्रो हुने ल्याउँछन्। अब यस्तो किरा सिरा लाग्या हुन्छ, अब उ गर्दैनन् अनि खाँदैनन्, मान्छेले छानेर लैजान्छन्, पैसा तिरेर नै यस्तो खान्छन् भन्छन् हैन। अब अनि बिख हाल्दैनन् किसानले। मैले आजको यो भिडियो चाहिँ मैले खाने मान्छेलाई मात्रै भने है, किसानलाई होइन। अनि किसानलाई चाहिँ हाल 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 भनिसकेपछि त अनि हालिहाल्छ नि। अलिकति बाङ्गो भएको खाइदिँदैनन्, अलिकति किरा लाग्यो खाइदिँदैनन्। अनि अस्ति नै एकचोटि सागतिर बिसादी हालेर भनेपछि खाँदैन, बिसादी हाले। बिसादी किन हाले भन्दाखेरि अनि त्यो अलिअलि पाल परे साग कसैले खान्छ, पैसा तिरेर कसले खानु भनेर भन्छन्। त्यही भएर मान्छेले हाल्यो भने त खाने मान्छेले बिख हाल अनि राम्रो दिए भन्छन्। अनि कहाँबाट हुन्छ? अनि बिख हाल्दैनन् मान्छेले। बिख हाल्ने मान्छेले बिख त कति पर्सेन्ट खानुहुन्छ भने हामीहरूले त अब कति पर्सेन्ट खानुहुन्छ कति पर्सेन्ट खानु हुँदैन भनेर हामीलाई थाहा छ। कतिखेर हाल्नुपर्छ कतिखेर हाल्नु पर्दैन भनेर थाहा छ। 35% देखेको खानुहुन्छ, त्योभन्दा बढीको हुँदैन भनेर थाहा छैन। मान्छेलाई जथाभावी बिसादी हाल्छन्। हाल्यो भने राम्रो बनाउनु पर्यो, मान्छेले भाडा तिर्या हुन्छ, मल हाल्या हुन्छ, बिउ किन्या हुन्छ, दुनियाँ गरे हुन्छ। अनि राम्रो देखाउनु पर्यो, बेच्नु पर्यो, बेच्दिँदैनन्। अनि राम्रो बनाउनु बिख हाल्नु परेको परेन। अनि बिख खाँदैनन् भन्छन्। कसले खाँदैन बिख? सबैजनाले बिख हाल भन्छन् अनि खान्न भन्छन्। यस्तो यसरी सर्लक्क पर्या हुनुपर्छ, काहीँ दोब्रिया हुनु हुँदैन, काहीँ ओहो यो चाहिँ खानुहुन्छ है भनेर लिएर जान्छन्। त्यस्ता चाहिँ चाहिन्छ उनीहरूलाई। सर्लक्क पार्नलाई त बिख हाल्नुपर्छ, सिधा बनाउने औषधि हाल्नुपर्छ, त्यसै हुँदैन। अब राम्रो बनाउनलाई यस्तो हुन्छ, बिग्रिन्छ, नहालेको यस्तो हुन्छ, उ त्यस्तो हुन्छ। यहाँ सबै छानेर राखेको छ। ल हेर्नु यहाँ यी सबै छानेर यो त यस्तो हुन्छ। अब टलक्क टल्किन त बिख हाल्नुपर्छ होइन, अनि नत्र भने हुँदैन। अब यस्तो तरकारी लग्यो भनेदेखि यो भएन भन्छन्, यो भएन भन्छन्, सिधा चाहियो भन्छन्, टलक्क टल्किएन भन्छन्। अनि टलक्क टल्किएर खानालाई त बिख नहालिकन हुँदैन होइन। अनि जस्तो पाए त्यस्तो खाइदिँदैनन्। खाने मान्छे नै हाल बिख हाल भन्छन् के। अनि त्यसपछि त्यही भएर अनि किसानले बिख हालेर सपार्छन्। अब त्यो गर्नलाई त खाने मान्छेहरूले यसो बाङ्गो टिङ्गा नि खाइदिनु पर्यो, किरा लाग्यो नि खाइदिनु पर्यो। अनि मान्छेले अब यो बिख छ है भनेर हाल्दैनन्। अनि हाल्दैनन् मान्छेले। ल धन्यवाद, मैले देखाइदिइहालेँ। अब बिख नहाकेको खाने भए चाहिँ नराम्रो खानु, बिख हाले खाने भए चाहिँ राम्रो खानु।